मध्ये धेरैजना सुँगुर, सुगर, उच्च रक्तचाप, मुटु तथा फोक्सो सम्बन्धी दीर्घायु रोग पीडित छन् र आवश्यक स्वास्थ्य सेवा औषधिको अभाव र के बोल्या भाइ, के बोल्या? आफैले लेखेको पढ्न आउँदैन भने के को मानिने भनेको? यस्तालाई मानिने भने कस्ता हुन्? आफूले लेखेको स्वयं पढ्न आउँदैन भने राम्रोसँग पढेर आउनु, राम्रोसँग पढेर बुझेर जानेर आउनु। त्यत्तिकै संसदमा आएर कुकुर भुके जस्तै भुकेर हुँदैन नि त। राम्रोसँग उच्चारण गर्न आउँदैन भने के को मानिने भन्या? कस्ताले मानिने बना यिनलाई? हुन त जस्ताको मान्छे त्यस्तै। संसारमै तपाईँको चाहिँ कहीँ नभएको हुतिया र प्रधानमन्त्री हाम्रै देशमै आउनुहोस्। देशको प्रधानमन्त्रीलाई यस्तो शब्द प्रयोग गर्ने हो? हुन त तिमीले भन्दा अगाडि भनेका थियौ गोरुको मासु काटेर बेच्नुपर्छ भनेर। रानीको छोरा त कुन चाहिँ खाती हो? सुदन गुरुङको अन्डामा त्यो माछाको काँडा भेटेको विषयमा 3 लाख जरिवाना तिरायो नि, त्यो विषयमा तपाईँले प्रतिक्रिया दिइसक्नु भएको छ। यो विषयमा के हो खासमा कुरा त्यहाँको? ओ पत्रकार हजुर, पत्रकार भनौँ कि पुत्रकार भनौँ, सुदन गुरुङको अन्डा होइन कि कुखुराको अन्डा हो। सुदन गुरुङको अन्डामा काँडा निस्के होइन कि कुखुराको अन्डालाई आम्लेटमा काँडा निस्केको। त्यति पनि कसरी बोल्नुपर्छ, कसरी भन्ने, कसरी प्रश्न सोध्यो पनि थाहा छैन। सुदन गुरुङको अन्डा अरे। 3 सिटीको औकातसँग 108 सिटको औकात यति पनि मिल्दैन। 3 सिटी हो भन्ने सबैलाई थाहा छ, तर हाम्रो 108 होइन के, 182 हो। 182 यो चाहिँ दिमागमा राख के, दिमागमा। के तिम्रो हैसियत बढाउनको लागि कि हाम्रो सिट घटाएको? गजब छ बा यार। तिमीहरूको 3 सिटी हो, 3 पाङ्ग्रे अनि 3 सिटी भनेको परिपक्व हुन्न, एकदम कच्चो हुन्छ। जुन टाइममा जति बेला पनि जे पनि हुनसक्छ, त्यस्तो पार्टी तिम्रो, बुझ्यौ? यो गुइठेका सन्तानहरूले श्रमदानको नाममा मासु भात खाने र क्युआर कोड राखेर भिख माग्ने र मासु भात खाने र जङ्गलमा कन्डम भेटिने। हाम्रो अर्को सम्बन्धीको श्रमदान कार्यक्रम हुँदैछ। जम्मा 6वटा मात्रै भुक्का खाटेको अरे। श्रमदान हो कि भोज हो चिन्नै गाह्रो छ हौ। हाम्रोतिरको श्रमदानमा त काम गरिन्छ, घर फर्किन्छ। श्रमदान हेरौँ है, श्रमदान हेरौँ।